तर तपाईँको चाहिँ 65 सम्म हान्दैन के बिहान 50 देखाएको चाहिँ 50 किलोमिटर पर आउँछ या सुत्नु भयो 65 मान्छेलाई भने हान्छ नि यति लिमिट भनेर लेखेर राख्नु पर्ने हो नि त नपर्ने कि यो गाडी एयरपोर्ट हाल्यो भने क्रिकेट ग्राउन्ड भएको नि भित्र हो अन्त बनाउँदै रहेछ होइन ए मैले त भद्रकाली पो भनिराखेको मन्दिरको नाम दक्षिण काली पो त नि मुख पोखरा काठमाडौँ नि छ र ल हामी चाहिँ दक्षिण काली मन्दिर घुम्न आएको अवस्था छ है आज यता यी दिदी भान्जा भेना अनि म है हामी ठक्क भर्खर ओर्लेर अनि झरेको अवस्था छ खाजा खाने ठाउँहरू रहेछ ए बाबाहरू दक्षिण काली मन्दिर परिसर चिनो बनाउने 50 मा चिनो बनाउने चिनो दिजु नरिवल 20 को 30 को भाइकोमा सस्तो होलसेल हेलो हेलो उठ्यौ उठ्यौ उठेको के गर्ने के लैजाने भनेको यहाँ फुल प्रसाद किनखान कार्यक्रम मालाबाट आजको वातावरण चाहिँ बिहान बिहान पानी परेर अनि भएर चाहिँ यसो हुस्सु लागिराखेको जस्तो छ है यस्तो छ है अब्जर्भेसन भएर चाहिँ भेनामा त यहाँ कस्तो लैजाने फुल फोटो बनाउनु भयो म फोटो हजुर फोटो के हो हामी त्यो माथि डाँडामा जाने हामी ए तल अरे के भनेको र के भनेको फुलहरु पहिला 150 को भने पछि त दक्षिण काली मन्दिर के पाउँदो रहेछ यहाँ छैन जति
हामीले खानु सक्छ कामै गर्दैन पासाको मुस्कान कमी छैन यार। लाइन बस्नु पर्दैन हैन समितिमा एउटा पास दिनु बच्चा भने पास दिन्छ अनि छिर्न पाउँछ एकजना समिति त त्यही तल छ एउटा त्यो लाइन बस्नु पर्ने सानो बच्चा हो मसँग सानो बच्चा लाग्यो पानी त आयो कि त्यसो लाइन बस्नु पर्ने के भन्छ काम गरिसक्यो लाइन हेरेर गाइस लाइन कहाँ यार मन्दिर कता मन्दिर कहाँ हो थाहा छैन बाबरे मान्छे चाहिँ लास्टै धेरै छ यार यो प्रकारले काग पनि मांसाहारी हुँदो रहेछ है मुसाको मासु खाइरहेछ कागले यार दक्षिण काली मन्दिरमा पालो कहिले आउने हो हामी हेरेको हेरे भइयो कहाँ हेरे त बाबुले सानो खसी बोकेर हिँडिरहेको थियो यार यो परेवा हेर्नु न ठुलो हो कि परेवा कि अरू नै चिज हो यो चरा कति ठुल्ठुलो है तलको भिड फेरि आम्मा कति बेला पो हो कति बेला घन्टा जस्तो लाग्छ हौ उहाँ पुग्न मन्दिर परिसर समर्थन कार्यक्रम हुँदो रहेछ म त यता अर्को साइडबाट तल घुमेर अनि यता आइपुगेको होइन मार हान्ने कार्यक्रम यहाँको परेवाहरू कस्तो ठुल्ठुलो देखेको मैले ठुलै हो कि मलाई त्यस्तो लाग्यो हो दक्षिण काली मन्दिर प्रवेश सिंह रहेछ लाइन हेरौँ त बाफ्रे यार दक्षिण काली मन्दिरको मान्छेहरू यहाँभित्र होला रमाइलो छ हो रमाइलो छ स्थानमा गएर आफ्नो सवारी साधन हटाइदिनु हुन विनम्र अनुरोध गर्दछु पत्ली गली हाल्यो कि पत्ली गली अनि ड्युटी चाहिँ अहिले त्यहाँ जुत्ता चप्पल हेर्नु परिरहेको छ अहिले जुत्ता चप्पलको गाडी धन्यवाद
मन्दिरको तलदेखि पुरा यस्तो रहेछ नि त अनि पुरा खोलै हिँडिरहेको छ यार। त्यहाँ हेर त परेवा बसिरहेको तर यहाँको परेवा मलाई कस्तो ठुलो खालको लाग्यो यार परेवाहरू। बाहिर पानी परेर भिजोक भयो यस्तो चलिरहेछ। सहयोग गर्ने क्रममा नै सोखा आँखबाट दर्शनका लागि पाल्नुभएका गङ्गाराम सापकोटा सपरिवार यस पवित्र नाममा बलि चढाउन नै मिल्दो रहेछ यहाँ चाहिँ। चार बजे यहाँ फेरि पानीले नुहाइदिला है हामीलाई। दक्षिणकाली मन्दिर सबैको रक्षा गरून्। मान्छेको भिड चाहिँ कडा हुने। आज फेरि शनिबारको दिन पनि पर्यो त्यो भएर पनि होला जहाँसम्म लाग्छ। मान्छे आउनेको कमी छैन यार, आउनेको कमी छैन पारितिर बाबा। आए पूजा गरेर दिदी बहिनी। हजुर 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 आज शनिबारको दिन यस मन्दिर परिसरमा निःशुल्क रक्तचाप, सुगर, युरिन प्रोटिन जाँच सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भइरहेको हुँदा कृपया इच्छुक दक्षिणकाली माताले सबैको रक्षा गरून्। यताबाट चाहिँ आउनेहरूको लाइन चाहिँ भिड। मन्दिरको ठाउँमा अपोजिट बसिरहेको छ। पानी तिमीहरू लाइन बसे हामीले देख्छ होइन। मन्दिरको अपोजिट आउने
खोलाको छेउमा यसको त तल पुरा खोलै बग्दो रहेछ यार हात्ती गैँडा सब भएको लाइन फेरि हेरौँ त माथि अब माथि सुरुमा अझै कति लाइन छ यार ओह ल सिधा लाग्यो अनि यस्तो मन्दिर दर्शन गरेर चाहिँ घरतिर फिर्ता अनि मान्छेको भिड यस्तो छ फेरि पानी परेर बिजो भयो यार पानी आमा हो मान्छे त अनि मेरो के भयो यता माताले भेटे जस्तो छ त्यहाँ यार बुझ्न गाह्रो छ है भित्र छिर्नको लागि त्यस्तो गर्छ भन्ने कुराको भइरहेको छ त्यहाँ खुट्टा हेर्नमै खुट्टा कति धेरै छ बसाइ आमा हौ मेरो लाइन यहाँ रहेछ यहाँ म अघि बसेको भए यहाँ बल्ल मसँग बसेको मान्छे यहाँ छ त्यो हामी चाहिँ अब घर भागिन्छ यस्तो नै बनाएर चाहिँ नि पुरा यो जरायोहरू हात्तीहरू सिंह त्यहाँ सिंह छ जरायो छ खै त नयाँ मान्छे त सुतेको सुतै भयो त ल जाम दक्षिणकाली मन्दिर वरपरको परिसर यस्तो छ वातावरण मान्छेहरू गाउने जाने क्रम कमी भएको छैन है अझैसम्म धमाधम बढिरहेछ चर्किरहेछ आइरहेछन् बुढा फेरि यहाँ बुढाबुढी दिदी भेना फेरि यता दक्षिणकाली मन्दिर आएको मान्छे बिहानदेखि सुतेर हैरान फेरि अनि अब चाहिँ हामी फर्केको अवस्था बिहान 4 बजे उठेर अनि नुहाइ धुवाइ गरेर केही नखाइ आएको हामी पूजासुजा गऱ्यो पानी परेर एकछिन डिस्टर्ब गऱ्यो अनि अहिले चाहिँ घर फर्किँदै गरेको अवस्था छ है हाम्रो चाहिँ अलिकति किनमेल गरेर अनि खै दक्षिणकाली घुम्न आएको मान्छे बिहानदेखि सुतेको अहिलेसम्म बल्ल भर्खर उठिरहेको ल यहाँ अब हाम्रो फोटो सेसन होला जस्तो छ है
एप्रिसिएसन हान्ने एउटा भने हजुर हजुर ल पानीले एकछिन डिस्टर्ब गऱ्यो नि अहिले चाहिँ पानी रोकियो होइन अघि त धुमधडाक पानी परेर बर्बाद गऱ्यो राम्रोसँग मन्दिर परिक्रमा गर्नै पाइएन सेटिङ हामीलाई फोटो खिच्ने के गर्ने फोटो खिच्ने कुराकानी भइरहेको छ यहाँनिर कहाँको तारिन्छ भने बाइकको तारिन्छ नि यस्तो हात हलाउने पनि लारै हुन्छ नि त त्यसले त कालो अगाडिको बाला जस्तो हातमा लाउने हो दिदी ल आयो गे फिर्ता गए यो चाहिँ भद्रकाली के अरे भद्रकाली रे कस्तो मैले नामै बिर्सिँदो रहेछु यार दक्षिण काली कति यति बिर्सेँ हौ मैले आज नाम बहुत भएर नाम बिर्सेको बिर्सै भयो दक्षिण काली मन्दिर सबैको रक्षा गर भन्दै ल आज चाहिँ हामी निस्कियौँ है त ल यति भएपछि दक्षिण काली मन्दिरको दर्शन पनि सकियो है हाम्रो आजको शनिबारे दर्शन लास्टै भिडभाड पानी झरी खाना खाँदै अहिले आएर चाहिँ यस्तो घाम लागिरहेको छ अहिले यार आकाशमा बादलै बादल छ खाजा खाने ठाउँहरू जति नै रहेछन् आज शनिबार भएर नै होला मान्छेको भिड अलि धेरै नै छ लाइनमा बसेको भए आज झरी खाने ढिलो हुने अहिलेसम्म नभ्याउने यार यहाँ बुढाबुढीको के सल्लाह आउँदैछ फेरि हाम्रो दिदी बनाएको सल्लाह चलिरहेछ नयाँ मान्छेलाई घुमाउन लिएर आएको मान्छे नयाँ मान्छे सुतेर हैरान फेरि बर्बाद ले के गरेको तल्लो मात्र तोकेर माथिल्लो मात्रै फेरि अब यसो ल खाजा खाने भन्ने कुराकानी भयो है त हाम्रो खाजा खाउँ बल्ल घरतिर जाउँला है त ए ल के खाने केही हाम्रो घुमाम खाने बेला भयो अरे जुत्ता लगाएको रहेछ नि त नि जुत्ता लगाएको हो हेर यस्तो खतरा जुत्ता लगाएर हिँडेको आजको खाजा खतरा तरिकाले खाइदिनु त भएन अनि लामा छोराको छुट्टै मिटिङ चल्दैछ यो यस्तो जङ्गलको बिचमा रहेछ नि त ल है त म उता बस्छु दिदी मेगा एक्स
मूर्ति बुद्ध गुम्बा